हेलो हेलो सबैजनालाई स्टडी विथ रक्सामा चाहिँ वेलकम छ। आज चाहिँ म मिडवाइफरी 2 को चाहिँ एब्नर्मल लेबर एन्ड म्यानेजमेन्टको चाहिँ पार्ट 1 भिडियो लिएर आएको छु। यो भिडियोमा चाहिँ हामी प्रिटर्म लेबर एन्ड पोस्टर्म लेबरको बारेमा चाहिँ इन डिटेल हेर्दै जानेछौँ। अब हेरौँ है त सुरुमा। अब आजको कन्टेन्टको कुरा गर्नुपर्दाखेरि प्रिटर्म र पोस्टर्म लेबरको चाहिँ डिफिनेसनहरू, यसको इन्सिडेन्ट्सहरू, इटियोलोजी, डायग्नोसिस, प्रिभेन्सन, म्यानेजमेन्ट एन्ड कम्युनिकेसनको बारेमा चाहिँ हेर्दै जानेछौँ। अब सुरुमा चाहिँ हामी प्रिटर्म लेबर नै हेर्छौँ। अब सुरुमा यो प्रिटर्म लेबर हेर्नुभन्दा अगाडि चाहिँ यो टर्म लेबरको बारेमा चाहिँ हामी थाहा पाऊँ। त्यसमा चाहिँ अब 37 विक्सभन्दा अगाडि जति पनि लेबर स्टार्ट हुन्छ त्यति बेला चाहिँ अब हामी प्रिटर्म लेबर भन्ने भयो। अनि त्यस्तै गरी हामीले अर्को जान्नुपर्ने भनेको चाहिँ 42 विकभन्दा पछाडि चाहिँ कुनै पनि उमेरलाई चाहिँ लेबर स्टार्ट हुन्छ भने त्यो पिरियडलाई चाहिँ पोस्टर्म लेबर भनेर भन्न सक्ने भयो। अनि फुल टर्म लेबर भनेको त 40 विक्स हो भनेर हामीलाई थाहा नै छ। अब सुरुमा हामी प्रिटर्म लेबर नै हेर्छौँ। यसको डिफिनेसनमा हेर्नु पर्दाखेरि अब प्रिटर्म लेबर भनेको चाहिँ एउटा लेबर हो जसमा चाहिँ अब के हुन्छ त भन्दाखेरि 37 विक्स कम्प्लिट भइसकेपछि उमेरलाई चाहिँ लेबर चाहिँ अकर हुन्छ। अब जसमा चाहिँ अब 28 विक्सभन्दा चाहिँ पछि नै हुन्छ, 37 विक्सभन्दा अगाडि हुन्छ, जुन चाहिँ अब फर्स्ट डे अफ द लास्ट मेन्सुरल पिरियडबाट चाहिँ काउन्ट गरेको हुनु पर्यो जेस्टेसन। अनि त्यस्तै विक अफ जेस्टेसन। अनि त्यस्तै गरी यसको इन्सिडेन्ट हेर्नु पर्दाखेरि द प्रिभ्यालेन्स वाइल्डली भ्यारी एन्ड रेन्जेस बिट्विन 5 to 10% चाहिँ भ्यारी भइरहेको हुन सक्ने भयो। अनि त्यस्तै गरी यसको इटियोलोजी हेर्नु पर्दाखेरि के कारणले हुन्छ त भन्दाखेरि 50% केसमा चाहिँ प्रिटर्म लेबर के कारणले भयो भन्दाखेरि त्यो चाहिँ थाहा पाउन सकिँदैन। त्यस्तै गरी यसमा चाहिँ अब हाई रिस्क फ्याक्टरहरू चाहिँ छन्, केले गर्दा चाहिँ प्रिटर्म लेबर हुनसक्छ भन्ने हेर्नु पर्दाखेरि मेन रिजन भनेको यदि उमेन चाहिँ विक छ, मालनरिस छ भने होइन। अब के को कारणले गर्दा त भन्दा लो सोसियो इकोनोमिक ब्याकग्राउन्डको कारणले गर्दा मदरले चाहिँ राम्रोसँग न्युट्रिटिभ खानेकुराहरू खाइरहेको छैन, विक छ भने त्यो कन्डिसनमा पनि प्रिटर्म लेबर हुन सक्ने भयो, जसमा अब न्युट्रियन्ट्स चाहिँ राम्रोसँग फिटसलाई पुगेको हुँदैन। त्यो कारणले गर्दा। त्यसै गरी अर्को फिटल कज भन्छ जसमा चाहिँ मल्टिफिटल प्रेग्नेन्सी, ट्विन प्रेग्नेन्सी, ट्रिपल प्रेग्नेन्सी भएको कन्डिसनमा चाहिँ अब एडुकेट युटेरस पुग्दैन होइन त्यो सर्भाइभ गर्नको लागि। त्यसको कारण चाहिँ छिटो बाहिर निस्किनु खोज्छ, त्यो कन्डिसन हुने भयो। त्यसै गरी अब बेबी चाहिँ बिग छ भने त्यो कन्डिसनमा पनि हुने भयो। अब नर्मल भनेको चाहिँ 2.5 देखि 3.9सम्म भनेर हामी भनिरहेको हुन्छौँ नर्मल। त्योभन्दा ठुलो भयो भने चाहिँ अब एडुकेट स्पेस पुग्दैन युटेरसमा बेबीको फिटसको लागि। अनि त्यसै गरी अर्को भनेको कन्जेनाइटल एनोमेलीहरू छ बेबीमा भने त्यो कन्डिसनमा पनि चाहिँ प्रिटर्म लेबर हुन सक्ने भयो। अनि त्यसै गरी बेबी पेटमै चाहिँ डेथ भएको कन्डिसनमा पनि प्रिटर्म लेबरहरू चाहिँ देखा पर्न सक्ने भयो। त्यसै गरी अर्को हेर्नु पर्दाखेरि अब फ्लुइड चाहिँ होइन, अब नर्मल्ली एम्नियोटिक फ्लुइड हुनुपर्ने भनेको चाहिँ 8 देखि 24 हो। अब 24 अथवा 25 भन्दा माथि भएको कन्डिसनमा चाहिँ अब यो पोलिहाइड्रोमिनस भएपछि चाहिँ त्यसले गर्दाखेरि युटेरसमा चाहिँ एडुकेट स्पेसलाई पुग्दैन, त्यसले गर्दा पनि प्रिटर्म लेबर हुन सक्ने भयो। अनि त्यस्तै गरी अर्को भनेको मेम्ब्रेन छ। मेम्ब्रेनमा चाहिँ के हुन्छ त भन्दाखेरि यदि मेम्ब्रेन चाहिँ अब प्रिम्याच्योर नै रप्चर भएको कन्डिसनमा पनि चाहिँ अनि प्रिम्याच्योर बर्थ चाहिँ हुन सक्ने भयो, प्रिटर्म बर्थहरू चाहिँ देखा पर्न सक्छ। अब त्यस्तै गरी अर्को भनेको कोरियो नियोनाइटिस भनेर छ, जुन भनेको चाहिँ अब एम्नियोटिक फ्लुइड अथवा मेम्ब्रेनहरूमा चाहिँ इन्फेक्सन हुने कन्डिसन भयो कुनै पनि कारणले गर्दाखेरि। अनि त्यो कन्डिसनले गर्दा पनि प्रिम्याच्योर चाहिँ लेबर हुन सक्ने भयो। अनि त्यस्तै गरी अब अर्को इटियोलोजी हेर्नु पर्दाखेरि प्लासेन्टाको कारणले चाहिँ के कजहरू चाहिँ देखिन्छ त भन्दाखेरि प्लासेन्टामा चाहिँ अब प्लासेन्टा प्रिभिया होइन, प्लासेन्टा चाहिँ अगाडि नै देखियो होइन, मतलब बेबी जुन यो युटेराइन वालमा एट्याच भएर बसेको हुनुपर्छ नि, त्यो नबसेर अब यो जुन यो फिटसको हेड छ नि त्यहाँनिर चाहिँ अब प्लासेन्टा चाहिँ बसेको कन्डिसनमा चाहिँ के हुन्छ त भन्दाखेरि प्लासेन्टा प्रिभिया हुन्छ, जसले गर्दाखेरि प्रिमेच्योर प्रिटर्म लेबर चाहिँ हुन सक्ने भयो होइन। त्यसै गरी एप्रोसियो प्लासेन्टा भन्ने छ, जुन चाहिँ अब यो युटेराइन वालमा चाहिँ यो प्लासेन्टा चाहिँ एट्याच भएर बसेको हुन्छ। यो चाहिँ अब फिटस आउनुभन्दा अगाडि नै प्रिमेच्योरली चाहिँ डिट्याच भएर चाहिँ यहाँबाट निस्क्यो भने त्यो कन्डिसनले गर्दा नि प्रिटर्म लेबर चाहिँ हुनसक्छ भनिएको छ है त।
अब त्यस्तै गरी अर्को हेर्नुपर्दा सर्भिक्समा चाहिँ सर्भाइकल इन्कम्पिटेन्सी भनेर छ, जुनमा चाहिँ अब सर्भिक्स राम्रोसँग चाहिँ क्लोज भएन होइन, ओपनै भएको कन्डिसनले गर्दाखेरि पनि प्रिटर्म लेबर चाहिँ हुनसक्छ भनिएको छ। अनि त्यसै गरी अर्को भनेको युटेराइन कजमा हेर्नुपर्दा कन्जेनिटल एनोमाली छ युटेरसमा होइन, जसमा फिब्रोइडहरू छ, युटेराइन ट्युमरहरू छ, बाइफिडाहरू छ, यस्तो युटेरसमा केही एनोमाली छ भने त्यसले गर्दा पनि प्रिटर्म लेबरहरू चाहिँ गराउन सकिने भयो। त्यसै गरी म्याटर्नल कजमा चाहिँ के हुनसक्छ भन्दा यदि उनीहरूलाई हाइपरटेन्सन छ, मालन्युट्रिसन छ, एनिमिया छ, त्यसै थाइरोइड थाइरोडोक्सिसहरू छ, स्मोकिङ ह्याबिट छ, आरएस इन्कम्पेबिलिटी छ, इलनेस लाइक हाई फिभर रिलेटेड इन्फेक्सन, डायबिटिज जस्तो कन्डिसनहरू छ भने त्यसले गर्दाखेरि चाहिँ बेबीको कन्डिसनलाई डिटोरेट गर्दै जान्छ। अनि त्यसले गर्दाखेरि चाहिँ अब त्यहाँ अब बेबी चाहिँ सर्भाइभ गर्न नसकेर चाहिँ उसलाई गाह्रो भएर चाहिँ प्रिटर्म लेबर भएर चाहिँ बाहिरै निस्किन खोजिरहेको हुनसक्ने भयो होइन। डिफ्रेन्ट कन्डिसनले गर्दा पनि चाहिँ प्रिटर्म लेबर हुन्छ भनेर भनिएको छ। अब त्यसै गरी अब अर्को कजहरू हेर्नु पर्दाखेरि आइट्रोजेनिक कज भनेर छ, जसमा चाहिँ अब राम्रोसँग जेस्टेसनल एज चाहिँ पत्ता लागेन, रङ भयो भने त्यसले गर्दाखेरि अब इलेक्टिभ इन्डक्सन चाहिँ जेस्टेसन एज थाहा पाएन गरेको कन्डिसनमा चाहिँ त्यसले गर्दाखेरि पनि अब बेबी चाहिँ प्रिम्याचुरली बर्न हुन सक्ने भयो नि त होइन। अब त्यस्तै गरी अर्को भनेको इडियोप्याथिक कज भनेर छ, जसमा चाहिँ प्रिम्याचुर इफेसमेन्ट अफ द सर्भिक्स विथ द हाइपर इरिटेबल युटेरस एन्ड अर्ली इन्गेजमेन्ट अफ द हेड आर अफन एसोसिएटेड। इन द एब्सेन्स अफ एनी कम्प्लिकेसन फ्याक्टर इट इज पर्स्युज द्याट there is the premature activations of the same systems involved in initiating at the term भनेर छ है त। त्यस्तै गरी अब हामी हेर्छौँ यसलाई चाहिँ डायग्नोसिस गर्न चाहिँ के कुरा चाहिँ ध्यान दिनुपर्छ त भन्दाखेरि अब रेगुलर युटेराइन कन्ट्र्याक्सन छ विथ अर विदाउट एनी विदाउट पेन होइन, अनि एटलिस्ट 1 इन द एभ्री 10 मिनटमा चाहिँ त्यो कन्ट्र्याक्सनहरू आइरहेछ। कति विक्स पछि भन्दाखेरि अघि नैदेखि हामीले कुरा गरिरहेछौँ 28 विक्स कटेपछि, तर बिफोर 37 विक्स है त। त्यसै गरी अर्को भनेको सर्भाइकल डाइलेटेसन चाहिँ मोर देन अर इक्वल टु 2 सेन्टिमिटर छ। अनि त्यसै गरी इफेसमेन्ट पनि 80% भएको छ भने त्यो कन्डिसनमा पनि हामीले प्रिटर्म लेबर भइरहेको छ है भनेर चाहिँ थाहा पाउन सक्ने भयौँ। अनि त्यसै गरी अर्को भनेको लेन्थ अफ द सर्भिक्स लेस देन अर इक्वल टु 2.5 सेन्टिमिटर एन्ड फनलिङ अफ द इन्टरनल वोस भएको कन्डिसनमा पनि हामीले चाहिँ थाहा पाउन सकिने भयो। अनि त्यसै गरी अब सर्भाइकल फनेलिङ भनेको चाहिँ के हो भन्दाखेरि यस्तो यहाँ टी सेप जस्तो बनेको छ सुरुमा, अनि त्यसै गरी वाइ सेप जस्तै ओपनिङ हुन खोजिरहेको छ नि त। सर्भिक्स चाहिँ त्यस्तै खालकोबाट ओपन भएर पहिला होइन टी सेपमा हल्का खुल्ने भयो, अनि वाइ सेप अनि भी सेप, अन्त त्यसै गरी यु सेप भएर चाहिँ त्यसरी चाहिँ अब त्यो फिटसको लागि चाहिँ पासेज चाहिँ एकदमै एडुकेट राम्रो बनाउनको लागि चाहिँ यसरी फनेलिङ हुँदै जाने भयो सर्भिस। अब यस्तो कन्डिसनमा पनि प्रिटर्म लेबर चाहिँ भइरहेको छ भने हामीले चाहिँ डायग्नोसिस गर्न सक्ने भयो। अनि त्यस्तै गरी अर्को भनेको पेल्भिक प्रेसर, ब्याक एक अनि भजानल डिस्चार्जहरू, ब्लिडिङहरू देखेको छ भने त्यो कन्डिसनमा त हुने नै भइहाल्यो होइन। अनि त्यसै गरी अर्को भनेको प्रिभेन्टिभ म्यानेजमेन्ट चाहिँ के गर्न सकिन्छ त भन्दाखेरि गर्ने भनेको सुरुमा रिस्कलाई आइडेन्टिफाई गरेर त्यही रिस्कलाई चाहिँ म्यानेज गर्ने होइन। अनि त्यसरी अर्को भनेको एडुकेट रेस्ट गर्ने त्यो प्रिम्याच्योर हुन नदिनको लागि। त्यसै गरी न्युट्रिसनल सप्लिमेन्टहरू आइरन रिच होइन। त्यस्तै गरी अर्को भनेको क्याल्सियम रिच, अनि त्यसै गरी अर्को भनेको भिटामिन ए एडुकेट अमाउन्टमा होइन, धेरै पनि नखाने, ठिक्क अमाउन्टमा चाहिँ खाने होइन। त्यसै गरी अर्को भनेको न्युट्रिसनिस्टको सल्लाह पनि लिन सकिने भयो। त्यसै गरी अर्को भनेको स्मोकिङलाई त अभोइड गर्नु परिहाल्यो, नभए यसले के गर्न सक्छ त भन्दाखेरि डिटोरेट गराउन सक्ने भयो। कसरी डिटोरेट गराउँछ त भन्दाखेरि अब यसले चाहिँ एज हामीले के अरे स्मोकिङ गरिसकेपछि हाम्रो यो ब्लड भेसल चाहिँ भाषा कन्स्ट्रिक्सन हुँदै जान्छ। त्यसले गर्दाखेरि एडुकेट अमाउन्टमा चाहिँ के हुँदैन, बेबीलाई चाहिँ खानेकुराहरू पुग्दैन। खानेकुराहरू नपुगिसकेपछि उसलाई चाहिँ के हुन सक्ने भयो, उसको हेल्थ कन्डिसन चाहिँ डिटोरेट हुँदै जाने भयो र प्रिमेच्योरली बर्न हुन सक्ने भयो। त्यो नहोस् भन्नको लागि चाहिँ यो स्मोकिङ पनि अभोइड गर्नुपर्छ है त। अनि त्यसै गरी अर्को सर्कालेज अपरेसन भनेर चाहिँ यो चाहिँ के हो भन्दाखेरि सर्भाइकल इन्कम्पिटेन्सी। अगाडि हामीले जति पनि हेऱ्यौँ राम्रोसँग सर्भाइकल ओस नै क्लोज भएको छैन भने त्यो कन्डिसनमा पनि प्रिटर्म लेबर हुनसक्छ भनेर त्यसको लागि चाहिँ अब हामीले ओपन सर्भिक्स यस्तो हुन्छ होइन, सर्कालेज गरेपछि यसलाई चाहिँ के गरिन्छ, यसलाई चाहिँ अब हामी
सुचर लगाएर त्यो सर्भिक्सलाई चाहिँ क्लोज गरिन्छ। अनिखेरि एट द टाइम अफ द टर्मतिर चाहिँ त्यसलाई चाहिँ के गरिन्छ, त्यो सुचरलाई चाहिँ काटेर अब त्यो पासेज चाहिँ रेडी गराइन्छ होइन फिटसको लागि। अनि त्यसै गरी अर्को भनेको टोकोलाइट्स मेडिसिनहरू एडमिनिस्टर गर्ने भयो। अनि त्यसै गरी जेस्टेसनल एज चाहिँ बिफोर इन्डक्सन गर्नुभन्दा अगाडि चाहिँ थाहा पाउनु पऱ्यो। अनि त्यसै गरी अर्को भनेको हस्पिटलाइजेसन टु द सेडेटिभ मदर फर द रेस्ट एन्ड एप्रोप्रिएट थेरापी। अब यदि मदरले चाहिँ ट्विन्स बेबी क्यारी गरिरहनु भएको छ, त्यसै गरी उसको फ्लुइड चाहिँ पोलिहाइड्रामिनस छ अनि प्लासेन्टा प्रिभिया प्रिक्ल्याम्सिया जस्तो कन्डिसन छ भने चाहिँ त्यस्तो वुमेनहरू चाहिँ सुरुदेखि नै अब हुन्छ नि जब साइन एन्ड सिम्टम्सहरू देखिन थाल्छ, त्यो डिटोरेट मदरलाई पनि गाह्रो हुँदै जान्छ, त्यो कन्डिसनमा चाहिँ ऊ चाहिँ हस्पिटलाइजेसन भएर चाहिँ बस्नुपर्ने भयो प्रिटर्म लेबरहरू नहोस् भन्नको लागि। अनि त्यसै गरी अर्को भनेको मेजर टु एड्रेस प्रिटर्म लेबर भनेर चाहिँ कसरी एड्रेस गर्न सकिन्छ त भन्दाखेरि यहाँ क्राइटेरिया छ। क्राइटेरिया चाहिँ म्याटर्नल कन्डिसन चाहिँ गुड हुनु पऱ्यो। अनि त्यसै गरी अर्को भनेको सर्भाइकल डाइलेटेसन चाहिँ लेस देन 3 सेन्टिमिटर भएको हुनु पऱ्यो होइन। अनि त्यसै गरी अर्को भनेको मेम्ब्रेन इन्ट्याक्ट हुनु पऱ्यो अनि फिटस नट कम्प्रोमाइज होइन, नो साइन अफ इन्फेक्सन, नो ब्लिडिङ हुनु पऱ्यो। इफ दिस क्राइटेरिया आर नट मेड एक्सपल्सन अफ फिटस इज बेनिफिसियल चाहिँ हुन सक्ने भयो। अनि त्यसै गरी अर्को मेजरमा हेर्नु पर्दाखेरि एब्सोल्युट बेड रेस्टहरू लिने होइन, जसमा चाहिँ अब लेफ्ट ल्याटरल पोजिसनहरूमा चाहिँ बस्ने, जसले गर्दाखेरि उमेरलाई पनि सजिलो हुनुभयो, रेस्पिरेसनमा हेल्प गर्ने भयो। त्यसै गरी अर्को भनेको हाइड्रेसन मेन्टेन गर्ने, त्यसै गरी प्रोफाइलाइटिक एन्टिबायोटिकहरू लिने इन्फेक्सन सस्पेक्ट भएको छ भने। अनि त्यसै गरी टोकोलाइट्स ड्रग्सहरू रिन्टोड्रिन, टर्बिटालिन, साल्ब्युटामोल अनि इन्डोमेटासिनहरू चाहिँ दिन सकिने भयो। अनि त्यसै गरी अर्को भनेको यदि अब बच्चा चाहिँ प्रिटर्म लेबर हुन आँट्दैछ होइन, यदि उमेन चाहिँ हस्पिटलाइजेसन भएको छैन, त्यो कन्डिसनमा चाहिँ कोर्टिकोस्टेरोइड ड्रग्स भन्ने कुरा चाहिँ मदरलाई दिन्छ। त्यो चाहिँ किन दिन्छ त भन्दाखेरि फिटलको लङ्स चाहिँ राम्रोसँग म्याच्योर होस् भन्नको लागि चाहिँ दिन्छ, जसले गर्दाखेरि चाहिँ ऊ नर्मल इन्भाइरोमेन्टमा आइसकेपछि हाम्रो यो इन्भाइरोमेन्ट आएपछि उसले चाहिँ राम्रोसँग ब्रिदिङ गर्न सकोस् भन्नको लागि पनि त्यो चाहिँ कोर्टिकोस्टेरोइडहरू चाहिँ मदरलाई चाहिँ एडमिनिस्टर गरिन्छ। अनि त्यसै गरी अर्को भनेको हस्पिटलाइजेसन इन्फर्मेसन्स टु अब्स्टेट्रिशियन and pediatricians preparing of the delivery sets will be done to conduct immediate delivery in case of necessity होइन, यो त गर्नुपर्ने नै भइहाल्यो। अनि त्यसै गरी अब प्रिटर्म लेबरलाई चाहिँ म्यानेज गर्नको लागि के गर्न सकिन्छ त भन्दाखेरि प्रिभेन्ट एस्पेक्जिया विच मेक्स द बेबी मोर ससेप्टेबल टु रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमहरू गराउन सक्ने भयो। अनि त्यसै गरी बर्थ ट्रमा चाहिँ म्यानेज गर्नुपर्ने भयो। अनि त्यसै गरी अर्को भनेको फर्स्ट स्टेज अफ लेबरमा चाहिँ के म्यानेजमेन्ट गर्न सकिन्छ त भन्दाखेरि मदरलाई चाहिँ बेडमा राख्ने होइन। अनि त्यसै गरी अर्ली त्यो मेम्ब्रेन रप्चर हुनबाट चाहिँ प्रिभेन्ट गर्ने। अनि त्यसै गरी एडुकेट फिटल अक्सिजनेसनको लागि चाहिँ अक्सिजन एडमिनिस्ट्रेसनहरू गर्ने। यदि वुमेनको अक्सिजनेसन चाहिँ लो भइरहेको छ भने त्यो कन्डिसनमा अनि अब्जर्भेसनमा राख्ने। अनि कतिको लेभल प्रोग्रेस भइरहेछ त्यही अनुसार चाहिँ पाराग्राफ भर्ने। अनि कन्टिन्युस मोनिटरिङहरू चाहिँ गरिराख्ने। अनि त्यसै गरी अर्को भनेको एन्टिबायोटिकहरू पनि प्रोफाइल्याक्टिक्स चाहिँ प्रोभाइड गर्ने, किन भन्दाखेरि इन्फेक्सन चाहिँ नहोस् भन्नको लागि न्युनेट, जसमा चाहिँ अब पेनिसिलिनहरू चाहिँ दिन सकिने भयो आवरली अन्टिल डेलिभरी। अनि त्यस्तै गरी अर्को भनेको सिजरियन सेक्सन चाहिँ गर्न सक्ने भयो यदि नर्मल कन्डिसन चाहिँ डेभिएसन अथवा डिटोरेसन भएको कन्डिसनमा। अनि त्यस्तै गरी अर्को भनेको सेकेन्ड स्टेज अफ लेबरमा चाहिँ के गर्न सकिन्छ त भन्दा जेन्टल एन्ड सो कन्डक्सन अफ द डेलिभरी टु अभोइड ऱ्यापिड कम्प्रेसन एन्ड डिकम्प्रेसन अफ द हेड एन्ड थस टु प्रिभेन्ट द इन्टरक्रानियल हेमोरेजबाट चाहिँ प्रिभेन्ट गराउनको लागि चाहिँ त्यो गर्ने भयो। अनि त्यसै गरी अर्को भनेको डेलिभरी इज आइडियली कन्डक्टेड इन प्रेजेन्स अफ द अब्स्टेट्रिसियन एन्ड पेडिट्रिसियन त गर्नुपर्ने हाल्यो। कुनै पनि कम्प्लिकेसनहरू आयो भने त्यहाँनिर हेल्परको लागि त्यहाँनिर कोही हुनु पऱ्यो भन्नको लागि। अनि त्यसै गरी लिभरी इपिस्टोमी 3 to 4 सेन्टिमिटर टु बी प्रिभेन्टेड इन्टरक्रानियल प्रेसर। अब इन्टरक्रानियल प्रेसर चाहिँ नहोस् भन्नको लागि इपिस्टोमी पनि मदरलाई चाहिँ दिनुपर्ने भयो। आज म्यानेजमेन्टको रूपमा चाहिँ हामीले त्यो गर्न सक्ने भयौँ। अनि त्यसै गरी अर्को भनेको डेलिभरी ड्युरेसन इज मेड सर्टन बाई द एप्लिकेसन अफ द लो फोर्सेपहरू पनि युज गर्न सकिन्छ। त्यस्तै गरी अर्को भनेको 2 वा 3 मिनटपछि चाहिँ कर्ड क्ल्याम्प गर्ने। अनि यो भ्याक्युम चाहिँ कन्ट्राइन्डिकेटरी छ आजभोलि चाहिँ, किन भन्दा यसले चाहिँ अब इन्ट्राक्रानियल अब यो फिटसको चाहिँ हेड रिलेटेड अथवा ब्रेन रिलेटेड प्रब्लमहरू ल्याउन सक्ने भएको कारण होइन, त्यसले गर्दा इडिमाहरू हुने होइन डिफ्रेन्ट कन्डिसन हुने भएको कारण चाहिँ यो चाहिँ
कन्ट्राइन्डिकेटरी छ। अनि त्यसै गरी इमिडिएट ट्रान्सफर टु द बेबी टु द इन्टेन्सिभ न्युनेटल केयर युनिट अन्डर द केयर अफ द न्युनेटिस। अब प्रिटर्म भइसकेपछि त अब उसलाई त्यो आइसियुमा त राख्नुपर्ने भइहाल्यो। अनि त्यस्तै गरी अर्को भनेको सिजरेसन सेक्सन फर द प्रिटर्म फिटस बिफोर 34 विक्स प्रेजेन्टेड बाई द ब्रिज भएको कन्डिसनमा चाहिँ अब सिएस चाहिँ गर्न पर्न सक्छ। त्यस्तै गरी अर्को कम्प्लिकेसनहरू चाहिँ के देखिन्छ त भन्दाखेरि हाई न्युनेटल डेथहरू पनि देखिन सक्ने भयो। यसको कारणले गर्दा अब बर्थ एक्सपेक्जिया हुन सक्ने भयो, राम्रोसँग लङ्सको चाहिँ फङ्सन डेभलप नभएको कारण। त्यसै गरी अर्को भनेको सेरेबल हेमोरेजहरू देखिन सक्ने भयो। न्युनेटल इन्फेक्सनहरू जन्डिसहरू चाहिँ देखा पर्न सक्छ। अब यसपछि हामी हेर्दैछौँ पोस्ट टर्म प्रेग्नेन्सी भनेर, जुन अघि नै हामीले 42 विक्सभन्दा पछाडि जति पनि लेबरहरू चाहिँ अकर हुन्छ उमेरलाई, त्यो कन्डिसनलाई चाहिँ हामी पोस्ट टर्म लेबर भनेर भन्छौँ। यसको डिफिनेसनहरू हेर्दै जाउँ है। डिफिनेसन भनेको चाहिँ प्रेग्नेन्सी कन्टिन्युङ बियोन्ड द 2 विक अफ एक्सपेक्टेड डेट। एक्सपेक्टेड डेट भनेको 294 डेज हो, जसलाई चाहिँ हामी 40 विक्स भन्छौँ। अब त्योभन्दा पछाडि कटेपछि इज कल्ड पोस्ट म्याचुरिटी अफ पोस्ट टर्म लेबर पनि भन्न सकिने भयो। अनि पोस्ट टर्म प्रेग्नेन्सी इज वान द्याट इज एक्सिस अफ 294 डेज। त्योभन्दा पछाडि जाने बित्तिकै त्यो भइहाल्यो। अनि यो चाहिँ अकर चाहिँ कति भन्छ भन्दाखेरि एप्रोक्सिमेटली 2 to 10% अफ द प्रेग्नेन्सीमा चाहिँ अकर भइरहेको हुन सक्ने भयो। अब हामीले इन्सिडेन्ट पछि हेर्ने भनेको इटियोलोजी हेर्छौँ। इटियोलोजीमा चाहिँ अब अघि नै भने जस्तै एक्ज्याक्ट कज चाहिँ के कारणले हो भन्दाखेरि चाहिँ थाहा हुँदैन, तर पनि सर्टेन फ्याक्टरहरू छन् जसमा चाहिँ अनसर्टेन डेटहरू चाहिँ मिलेन भने पनि पोस्ट टर्मसम्म चाहिँ पुग्न सक्ने भयो। अनि त्यसै गरी अर्को भनेको इरेगुलर साइकलहरू हुन्छ भने त्यो कन्डिसनमा पनि चाहिँ पोस्ट टर्म डेलिभरीहरू चाहिँ हुन सक्ने भयो। अनि त्यसै गरी अर्को भने हेरिडिटीमा पनि उसको अब मदरमा पनि त्यस्तै थियो भने उसलाई पनि त्यस्तै हुन सक्ने भयो। अनि त्यसै गरी अर्को भनेको हायर सोसियो इकोनोमिक कन्डिसनहरूमा पनि यस्तो चाहिँ देखा पर्न सक्छ पोस्ट टर्म लेबर चाहिँ। अर्कै त्यस्तै गरी अर्को भनेको पर्सिस्टेन्ट प्रोजेस्टेरोन इफेक्टले गर्दा पनि हुन सक्ने भयो। अनि त्यसै गरी अर्को भनेको फिटलको एब्नर्मालिटी जस्तै एन्केफाली, अब जसमा चाहिँ फिटलको हेड नै सानो हुने भयो, क्रानियल भल्ट नै एब्सेन्ट हुने भयो। अनि त्यसै गरी रेनल एजेनेसिस, ओलिगोहाइड्रामिनस, अब अघि नै भने जस्तै 8 देखि 24 हुनुपर्ने फ्लुइड अब त्योभन्दा कम, 8 भन्दा कम अथवा 5 भन्दा कम भएको कन्डिसनमा पनि ओलिगोहाइड्रामिनस भन्न सक्ने भयो। त्यसले गर्दाखेरि नि पोस्टमा चाहिँ पुग्न सक्ने भयो, पोस्ट टर्म लेबर हुन सक्ने भयो। त्यसै अब बुढो अवस्थामा चाहिँ उसले पहिलोचोटि चाहिँ बच्चा जन्माउँदैछ भने त्यो कन्डिसनमा हुने भयो। अनि त्यसै गरी अर्को भनेको चाहिँ बुढो भएर चाहिँ अब मल्टिप्यारा वुमेनहरू छ भने त्यो कन्डिसनमा पनि देखा पर्न सक्ने भयो। अनि त्यसै गरी अर्को भनेको पहिला पनि पोस्ट टर्म प्रेग्नेन्सीको हिस्ट्री छ भने त्यो कन्डिसनमा 50% चान्स अफ रिकरेन्स चाहिँ हुन सक्ने भयो। त्यसै गरी अब यसलाई डायग्नोसिस गर्न चाहिँ के गर्नुपर्छ त भन्दाखेरि अघि अब त्यहाँ हामीले जति पनि कजेजहरू हेऱ्यौँ त्यसलाई चाहिँ अब हिस्ट्री गर्नु पऱ्यो, उसको करेक्ट मेन्स्ट्रुअल साइकलहरू हुन्छ कि हुँदैन भनेर। अनि त्यसै रेगुलर साइकल चाहिँ अब 28 to 30 डेज छ कि छैन भनेर सोध्न सक्ने भयो। अब यदि इफ देयर इज नो हिस्ट्री अफ युज अफ हर्मोनल कन्ट्रासेप्टिभ्स अर चाइल्ड बर्थ सक्छ भनेर सोध्न सक्ने भयो। अनि त्यसै एक्जामिनेसन गर्दा एब्डोमिनल एक्जामिनेसन गर्ने। अनि युटेरस विल बी फुल अफ द फिटस विथ द रोम्बोइड रिजिडिटीहरू चाहिँ देखिन सक्ने भयो हामीले। अनि इरिटेबिलिटी टु द युटेरस, स्क्याल्टी, लिक्विड भोल्युम, हार्ड हेड चाहिँ एक्जामिनेसन गर्दा हामीले फिल गर्न सक्ने भयो। अनि त्यसै गरी भजाइनल एक्जामिनेसन गर्दा त सर्भिक्स एन्ड द लोवर सेगमेन्ट विल बी थिन एन्ड वेल अप्लाई टु द फिटस हेड। अनि सर्भिक्स युजली ड्राइप नै भइरहेको हुन सक्ने भयो होइन। त्यसै गरी अर्को भनेको इन्भेस्टिगेसन, एक्सरे, सोनोग्राफी, अल्ट्रासोनोग्राफीहरू गर्न सक्ने भयो। यसलाई म्यानेजमेन्ट गर्नको लागि चाहिँ के गर्न सकिन्छ, अब पोस्ट टर्म लेबर त भइसक्यो होइन, अब त्यो कन्डिसन अनकम्प्लिकेटेड छ, केही मदरलाई पनि केही रिस्क भइरहेको छैन अहिलेसम्म, मदरको भाइटल साइन नर्मल छ, बेबीको पनि फिटल साउन्ड पनि नर्मल छ भने त्यो कन्डिसन इन्डक्सन अफ लेबर चाहिँ मेन एम अफ ट्रिटमेन्ट हो। अनि त्यसै गरी अर्को भनेको मल्टिप्यारस वुमेनहरू छ ह्याभिङ प्रिभियस स्पोन्टेनियस भजाइनल डेलिभरी, फिटल साइज इज एभरेज, फिटल कन्डिसन इज गुड, हेड इज इन्गेज, जेस्टेसनल एज इज एक्युरेट, सर्टेन लास्ट मेन्स्ट्रुअल पिरियड, इन्डक्सन अफ लेबर इज प्रिफरेबल। यस्तो कन्डिसनमा चाहिँ के हुन्छ त भन्दाखेरि इन्डक्सन अफ लेबर चाहिँ प्रिफरेबल हुन्छ। तर अब बिफोर इन्डक्सन गर्दाखेरि चाहिँ सर्भाइकल स्कोरिङ इज टु बी डन इफ द सर्भिक्स इज फेभरेबल, लो रप्चर मेम्ब्रेन भएको छ, इफ लिक्विड इज क्लियर, अक्सिटोसिन इन्फ्युजन इज एडेड, इफ मेकोनियम स्टेन चाहिँ छ भने चाहिँ के गरिन्छ भन्दाखेरि सिएस चाहिँ गरिन्छ। त्यसै गरी अर्को भनेको सर्भिक्स चाहिँ राइप भएको छैन होइन, अघि नै सर्भिक्स राइप भएर फेभरेबल थियो होइन बेबीको लागि, त्यो कन्डिसनमा भइ नै हाल्यो। फेभरेबल हुँदाहुँदै पनि बेबीले दिशा गरेको कन्डिसनमा चाहिँ अब सिएस चाहिँ गरिन्छ भनेको छ। त्यसै गरी
अब अनराइप छ भने चाहिँ इन्डक्सन इज डन विथ अक्सिटोसिन 3 to 5 युनिट चाहिँ दिन सकिन्छ। केमा भन्दाखेरि 50 ml अफ 5% डेक्स्ट्रोज आरएलमा चाहिँ दिइन्छ। होइन वुमेन इज इन एक्टिभ लेबर आर्म इज डन। यो चाहिँ हामीले जति पनि अनकम्प्लिकेटेड कन्डिसनमा चाहिँ के गर्न सकिन्छ भनेर हेऱ्यौँ। अब त्यसपछि भनेको चाहिँ कम्प्लिकेटेड कन्डिसन भनेर छ, जसमा चाहिँ अब कम्प्लिकेटेड अब यदि वुमेनलाई पनि इम्युनको हेल्थ पनि डिटेरियर हुँदै गएको छ र त्यस्तै गरी फिटसको हेल्थ पनि डिटेरियर हुँदै गएको छ भने त्यो कन्डिसनमा चाहिँ अब इलेक्ट्रोसियस चाहिँ गर्नुपर्ने भयो होइन। अब यदि लास्टमा गएर चाहिँ कन्ट्राक्टिभ पेल्भिस देखिएको छ मदरमा होइन भने त्यो कन्डिसनमा, त्यस्तै गरी अर्को भनेको पोसियसहरू होइन, त्यसै गरी अर्को भनेको माल प्रेजेन्टेसनहरू अनि इल्डरी प्रेग्नेन्सीहरू चाहिँ फाइन भएको कन्डिसनमा चाहिँ अब के गर्न सकिन्छ त भन्दाखेरि इलेक्ट्रोसियस चाहिँ प्रिफर गरिन्छ है त। त्यस्तै गरी अर्को भनेको कम्प्लिकेसन चाहिँ फिटलमा र म्याटर्नलमा के देखिन्छ त भन्दा फिटलमा चाहिँ ड्युरिङ प्रेग्नेन्सीमा चाहिँ इन्ट्रायुटेराइन फिटल हाइपोक्सियाहरू हुने, इन्क्रिज इन्सिडेन्ट अफ इन्ट्रायुटेराइन डेथहरू चाहिँ हुन सक्ने भयो। अनि त्यसै गरी लेबरमा चाहिँ इन्क्रिज इन्सिडेन्ट अफ फिटल एक्सपेक्जियाहरू, इन्ट्राक्यानल ड्यामेजहरू चाहिँ हुन सक्ने भयो। अनि त्यसै गरी अर्को भनेको म्युकोनियन एस्पिरेसन सिन्ड्रोमहरू देखिन सक्ने भयो। बच्चाहरूले चाहिँ आफै त्यहाँ आफूले गरेको चिज आफै खाएर चाहिँ त्यसले गर्दा पनि एस्पिरेसनहरू चाहिँ हुन सक्ने भयो। हाइपोग्लाइसिमियामा जान सक्ने भयो, पोलिसिस्थेमियामा जान सक्ने भयो। त्यसै गरी अर्को भनेको मदर चाहिँ के कम्प्लिकेसन जान्छ भन्दा डेन्जर अफ इन्डक्सनमा जाने भयो। अनि त्यसै गरी डिस्टोसियाहरू हुने, प्रोलोङ लेबरहरू हुन सक्ने भयो, हाई अपरेटिभ इन्टरफेरेन्स रेट एन्ड इन्क्रिज पोस्टपार्टम हेमोरेजहरू पनि त्यो देखा पर्न सक्छ म्याटर्नलमा पनि। अनि त्यसै गरी अब यसको समरी गर्नुपर्दा प्रिटर्म र पोस्टर्मको समरी गरौँ है त। अब प्रिटर्म भनेको हामीले अघि नै भनेको छ 37 विक्सभन्दा अगाडि अथवा 28 विक्सभन्दा पछाडि हुने प्रेग्नेन्सी नै प्रिटर्म प्रेग्नेन्सी। अब के कारणले गर्दाखेरि हुन्छ भन्दा धेरैवटा फ्याक्टर छन्, तर पनि सुरुमा चाहिँ के कारणले हुन्छ भन्दाखेरि यसको कारण चाहिँ अननोन नै छ, तर रिस्क फ्याक्टर हेर्नु पर्दाखेरि मल्टिपल प्रेग्नेन्सीहरू भएको छ होइन। त्यसै गरी अर्को भनेको प्रिम्याच्योर रप्चर अफ मेम्ब्रेनहरू भएको छ। अनि त्यसै गरी अर्को भनेको प्लासेन्टा चाहिँ अब अनटाइम नै त्यहाँबाट डिट्याच भएर चाहिँ नि युटेराइन लाइनिङबाट डिट्याच भएको कन्डिसनमा भयो। यसलाई म्यानेजमेन्ट गर्नको लागि चाहिँ ट्विन प्रेग्नेन्सीहरू छ। त्यसै गरी अगाडि नै आफूलाई थाहा भएको कन्डिसनहरू हाइपरटेन्सनहरू छ भने त्यति बेला चाहिँ हस्पिटलाइजेसन हुने होइन। त्यसै गरी अर्को भनेको चाहिँ हस्पिटलाइजेसन भएर चाहिँ अब प्रिटर्म लेबर नै प्रेग्नेन्सी नै डेलिभरी गर्नुपर्ने कन्डिसनमा चाहिँ अब हस्पिटलाइजेसन कोर्टिकोस्टेरोइडहरू दिनुहुन्छ, जसले गर्दाखेरि लङ्स क्यापेसिटीको फिटसको लङ्स क्यापेसिटीलाई हेल्प हुने खालको ड्रग्सहरू दिँदाखेरि नर्मल इन्भाइरोमेन्टमा पनि उसलाई चाहिँ हेल्प हुन सक्ने भयो। त्यसै गरी पोस्टर्मको कुरा गर्नु पर्दाखेरि यसमा पनि एक्ज्याक्ट कज भनेर त अननोन नै छ, त्यही पनि यसमा चाहिँ अब इरेगुलर मेन्सुरल कन्डिसनहरू भएको कन्डिसनमा। अनि त्यस्तै गरी अर्को भनेको चाहिँ हेरिडिटी भएको कन्डिसनमा, त्यो कन्डिसनमा पनि पोस्टर्म प्रेग्नेन्सी हुन सक्ने भयो। अब यसमा चाहिँ पोस्टर्म प्रेग्नेन्सीलाई चाहिँ म्यानेज गर्नको लागि चाहिँ के गर्न सकिन्छ त भन्दाखेरि अब अघि नै हामीले हेरिहाल्यौँ। अब अनकम्प्लिकेटेड छ भने इन्डक्सन अफ लेबर गर्ने, अनि त्यसै गरी कम्प्लिकेटेड छ अब मदरको कन्ट्राक्टेड पेल्भिसहरू छ भने त्यो कन्डिसनमा चाहिँ अब सिएसहरू चाहिँ गर्न सकिने भयो। आजलाई चाहिँ यति नै थियो। हजुरहरूलाई कसैलाई के क्वेसन छ भने चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। थ्याङ्क यू। यो चाहिँ मेरो रेफरेन्स रहेको छ। थ्याङ्क यू। किप वाचिङ एन्ड किप सपोर्टिङ है त। ल बाई बाई गाइज।